उपनिवेशवाद र साम्राज्यवाद यी शब्दहरू हामीले धेरै सुन्छौं, तर के यिनीहरूको अर्थ साँच्चै एउटै हो? आज हामी यही जटिल र अक्सर गलत बुझिने विषयलाई अलिकति सरल तरिकाले केलाएर हेर्नेछौं। अब यो विषयलाई बुझ्नको लागि कुनै किताबी परिभाषाबाट सुरु नगरौं, बरु एउटा यस्तो नतिजाबाट सुरु गरौं जसको असर आज पनि हाम्रो दुनियाँले भोगिरहेको छ। अफगानिस्तानका पूर्व राष्ट्रपतिको यो भनाइले 1 शताब्दीभन्दा पहिले खिचिएको एउटा सिमानाको कुरा गर्छ। भनौं न, साम्राज्यवादी शक्तिले भूगोलमा छोडेको एउटा कहिल्यै नमेट्ने दागको कुरा हो। यही हो डुरन्ड रेखा। 2640 किलोमिटर लामो यो सिमानाले एउटै पश्तुन समुदायलाई दुई देशमा बाँडिदियो र आजसम्म पनि अफगानिस्तान र पाकिस्तान बीच तनावको मुख्य कारण बनेको छ। यो एउटा जीवन्त उदाहरण हो कि कसरी औपनिवेशिक समयमा कुरिएका रेखाहरूको विरासत आजसम्म पनि कायम छ। अब डुरन्ड रेखा जस्ता विरासतलाई राम्ररी बुझ्न त हामीले दुईवटा मुख्य शब्दहरूलाई छुट्याउनै पर्छ: साम्राज्यवाद र उपनिवेशवाद। सुन्दा उस्तै लागे पनि यिनीहरूमा खास फरक छ। साम्राज्यवाद भनेको भनौं न एउटा सोच हो, एउटा नीति। यो एउटा देशले अर्को देशमाथि आफ्नो शक्ति, चाहे त्यो सैन्य होस्, आर्थिक होस् वा राजनीतिक, बढाउने महत्वाकांक्षा राख्नु हो। ल्याटिन शब्द इम्पेरियमबाट आएको हो, जसको अर्थ नै आदेश दिनुहुन्छ। अनि उपनिवेशवाद चाहिँ के हो त? यो त्यो सोचको कार्यान्वयन हो, भनौं न त्यो आइडियालाई व्यवहारमा उतार्ने काम। यसमा अर्को देशमाथि राजनीतिक कब्जा गर्ने, त्यहाँ आफ्ना मानिसहरू लगेर बसाउने अनि आर्थिक शोषण गर्ने जस्ता कामहरू पर्छन्। त्यसो भए यसलाई यसरी बुझाउन, साम्राज्यवाद भनेको त्यो दिमागमा आएको आइडिया वा त्यो इन्जिन हो र उपनिवेशवाद चाहिँ त्यो आइडियालाई पूरा गर्न चलाइने गाडी। एकजना विद्वानले भने जस्तै उपनिवेशवाद लगभग सधैँ नै साम्राज्यवादको परिणाम हुन्छ। अब यहाँ एकदमै रोचक कुरा के छ भने उपनिवेशवादको तरिका सधैँ एउटै हुँदैन थियो। साम्राज्यवादी शक्तिहरूको उद्देश्य के छ त्यही अनुसार यसले फरक फरक रूप लिन्थ्यो। जस्तो कि यहाँ हेरौं, यसका विभिन्न रूपहरू छन्। सेटलर कोलोनियलिजममा बाहिरबाट आएका मानिसहरूले स्थानीयलाई विस्थापित नै गरिदिन्थे, जस्तो उत्तर अमेरिका र अस्ट्रेलियामा भयो। अर्कोतिर एक्सप्लोइटेसन कोलोनियलिजममा चाहिँ थोरै मान्छे गएर त्यहाँको प्राकृतिक स्रोत र श्रमको शोषण गर्थे, जस्तो कि ब्रिटिशहरूले भारतमा गरे। ल, अब अलिकति इतिहासतिरै फर्केर हेरौं, कसरी यी साम्राज्यवादी महत्वाकांक्षाहरूले साँच्चीकै नक्सामा रेखाहरू कोरे र आजसम्म हामीले देखिरहेका देशहरू र सीमानाहरू बनाए। यसको एउटा निकै डरलाग्दो उदाहरण हो स्क्रैम्बल फर अफ्रिका। 19औं शताब्दीको अन्त्यतिर युरोपीय शक्तिहरूबीच अफ्रिकालाई उपनिवेश बनाउने होडबाजी नै चल्यो। उनीहरूले त्यहाँका जातीय वा सांस्कृतिक सीमाहरूको कुनै वास्ता नगरी पुरै महादेशलाई केक काटे जस्तै आपसमा बाँडे। अब यो होडबाजी किन भयो त? यसका पछाडि तीनवटा मुख्य कारण थिए। एक, आर्थिक, मतलब औद्योगिक क्रान्तिका लागि चाहिने कच्चा पदार्थको भोग। 2, राजनीतिक, जहाँ धेरै उपनिवेश हुनुलाई राष्ट्रिय प्रतिष्ठाको विषय मानिन्थ्यो। र 3, वैचारिक, व्हाइट म्यान्स बर्डन जस्तो सोच, जहाँ उनीहरू आफूलाई असभ्यलाई सभ्य बनाउने मिशनमा छौं भन्ठान्थे। नक्सामा रेखाहरू कोर्ने यस्तै अर्को एउटा कहानी छ मध्यपूर्वको। यो कहानीको नाम हो साइक्स-पिकोट सम्झौता, जुन एउटा गोप्य योजना थियो। भयो के भने सन् 1916मा बेलायत र फ्रान्सले गोप्य रूपमा मध्यपूर्वको नक्सामा रेखाहरू कोरे, पहिलो विश्वयुद्धपछि ओटोमन साम्राज्यलाई कसरी बाँड्ने भनेर। पछि रुसका बोल्शेविकहरूले यो गोप्य सम्झौतालाई दुनियाँको अगाडि ल्याइदिए, तर त्यतिन्जेलसम्म ढिलो भइसकेको थियो। यही सम्झौताको आधारमा इराक र सिरिया जस्ता कृत्रिम देशहरू बने, जसले विभिन्न जातीय र धार्मिक समुदायहरूलाई जथाभावी काटिदियो, र त्यसको परिणाम 1 शताब्दीभन्दा लामो समयदेखिको असन्तुष्टि र द्वन्द्व। ल, यति धेरै कुरा गरिसकेपछि अब यसबाट हामीले सिक्नुपर्ने वा याद राख्नुपर्ने मुख्य कुराहरू के हुन् त? आजको संसारलाई बुझ्न यसले कसरी मद्दत गर्छ? मुख्यतया 3वटा कुरा छन्। पहिलो, साम्राज्यवाद भनेको सोच हो भने उपनिवेशवाद त्यसको कार्यान्वयन। दोस्रो, उपनिवेशवाद एउटै किसिमको हुँदैन, यसका विभिन्न रूपहरू हुन्छन्। र तेस्रो, र सायद सबैभन्दा महत्त्वपूर्ण, औपनिवेशिक कालमा खिचिएका ती रेखाहरू र बनाइएका नीतिहरूले आज पनि हाम्रो भू-राजनीतिमा गहिरो र स्थायी द्वन्द्वहरू सृजना गरिरहेका छन्।
त्यसैले यो इतिहास किताबका पानाहरूमा मात्र सीमित छैन। यसले आज पनि विश्वभरिको राजनीति, अर्थतन्त्र र हाम्रो पहिचानमा प्रभाव पारिरहेको छ। र यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। यी पुराना साम्राज्यका अवशेषहरूले आजको हाम्रो संसारलाई साँच्चै कसरी आकार दिइरहेका छन् त?